ल साथीहरू यहाँ ओहायोमा चाहिँ 95 छ। यो हप्ताभरि यस्तो तातो छ। यो तातोमा तिर्खाले प्याक भएको छ मेरो आलु सागहरू त होइन साथीहरू। अनि त्यसलाई चाहिँ पानी पियाउनु, पानी तिर्खा लाग्यो भने पानी लिएर आएको छु म खुवाउनुको लागि। यस्तो गर्मीमा यी साथीहरू पानी लाउने काम पनि जारी छ। यहाँ बिउ टिप्दैछु है, बिउ पुरा हार्भेस्टिङ भइरहेछ बिउ। अर्को पालको लागि काम लाग्छ यो। तोरीको बिउ, रायोको बिउ हेर्नु छिपेर अझै हप्ता दिन छोडिदिनु। साथीहरू हेर्नु रायो सागहरू। हात्तीको कान जत्रो नभनौँ, बच्चाको कान जत्रो छ। पुरा बिउ टिप्पाइँदैछ है। बिउ टिप्ने क्रम जारी छ। आलुलाई पुरा गोड्नुपर्ने छ। चराले फेरि चराचुरुङ्गीले खाएर बिउ खाएर लगेर कहाँ बिस्टाउँछ होला है। अनि फेरि त्यहाँ पुरा फल्छ नि साथीहरू। ल साथीहरू यस्तो घाम छ यहाँ, तपाईँलाई के भन्नु। 95 त्यहीमाथि ह्युमिडिटी 78 एडी होला। बाफ्रे बा, आगो तापेको दाइ भइरहेछ नि। बिउ टिप्ने क्रम जारी छ। यता कति छ कहिले टिप्नु। अब नेक्स्ट अर्को हप्ता टिप्नु पऱ्यो, धेर नटिप्नु पऱ्यो। ल यतिलाई आजलाई पुरा रायोको साग टिप्ने क्रम छ। हेर्नु अङ्गलो भरिभरि बनाएछ उहाँ पनि। टिपा हेर्नु कत्रो छ, कत्रो साग छ नि साथीहरू। यस्तो छ नि, यस्तो तातो छ यहाँ, मलाई मात्रै थाहा छ। फेरि मध्ये 11 बजेर 18 मिनट गएछ हो, 12 बज्नु लागिसक्यो। त्यहाँ त बाक्लो भएछ हो फर्सीहरू है, भन्नु पाएको छैन।